Calcutta spot to try their burger and tacos. Taco चाहिँ सकेको छ आयो डबल स्म्यास बर्गर अब हामी खान्छौँ हाना सब छोइ दिए हामी ठुलो छ रुममा अट्दैन यसले खाएको हेर्नुहोस् त एकचोटि जेलबाट निस्केर भर्खर मासु खानु पाए जस्तो कत्रो हो अघि त आउँदा कति धेरै क्वान्टिटी थियो के हो कति दिन भोका हो कति दिनको घरमा माछा खानु पाउँदैन What is this? Chicken loaded fries. Loaded fries चाहिँ एभरेज परफर्मेन्स चाट खाना छौँ यो चाट पसल चाहिँ मङ्गलबजारी क्याफोफोलिया भन्नेको अगाडि छ यहाँ हामी जहिले पनि आउँछौँ अनि यहाँ मिठो बनाइदिनुहुन्छ हामी खान्छौँ अनि ट्राई गर्नुपर्ने हेर्नु हाम्रो फुल लोडेड समोसा चाट आज चाहिँ अलिक प्याज बढी भएछ तर ठिकै छ मिलाएर खाउँला एक्स्ट्रा मसला हुन्छ यो अब आउँछ नि चाटको स्वाद त्यो मिक्स गर्ने हो कि मिक्स गर्ने हो यो एक्लै चाहिँ खाएर बस्छ केटीहरूको मौसम केटाहरूको मौसम र मुड म सक्दिनँ हेर म सक्दिनँ तर हामी खान्छौँ खानै सक्दैन यहाँ मान्छेहरूले आफूलाई जस्तो अलिक स्पाइसी छ त्यस्तो त केही नहुनु पर्ने हो यहाँ स्पाइसी आज धेरै स्पाइसी थियो मिठो चिटिक्क मसलादार बनाइदिनु भनेको पिरो बनाइदिनु भएको थियो आज एक पसल त यही हो यो शिवलाई हेर्नु त यो पनि जिम गरेर बल गरेर आएको छ कस्तो मस्कुलर छ गाडा पनि कत्रो पुग्छो यस्तो पुग्छ छ त हलमा छौँ अनि यहाँ चाहिँ नाइट मार्केट हुँदै रहेछ नाइट मार्केट मान्छेको भिडभाड केही देख्दिनँ म त तर स्टलहरू टक्क मिलाएर राखेर चाहिँ हो टाउकोमा राख्ने छाता हो नि यो टाउकोमा राख्ने मलाई के किनिदिन्छ टाउकोमा राख्ने दिमाग मेरो दिमाग चाहिँ छ मात्रै छ पर्सहरू रहेछ तर हामी त जुस खान आएको जुस पसलै बन्द रहेछ अर्को पसल ए जुस पसलै बन्द रहेछ हामी यता खान्छौँ आउँदैन ठिकै छ नराखी खाने अब के गर्ने अब ठिकै समूहहरूले चाहिँ यता स्टलहरू राखेको रहेछ सो अल द स्टल्स आर ओपरेटेड बाई वुमेन्स फ्रम दिस कमिटी राम्रै हो हिजोदेखि राखेको अरे अनि आज लास्ट डे अरे लुगा पनि रहेछ है
लुगा पनि रहेछ चक्लेट रहेछ चक्लेट डार्क चक्लेट अचार 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 यो क्यान्डल कसरी बनाएको छ क्यान्डल कसरी बनाएको ए हर्बल क्लासिक सांगीतिक जादू અને सांस्कृतिक जादू ध्यान दिलो एउटा चिया पसल रहेछ तर म चाहिँ यहाँ इनार हेर्न आएको हो इनारमा पानी ओहो हेर्नु त मिल्दैन क्या मलाई डर पो लाग्यो पाएन हेरौँ कुकुरको लाइफको लग्जरी हेर्नुपर्छ तपाईँहरूलाई कुकुरको लाइफमा कति लग्जरी छ देखाउँछु है त हेर्नु सुती खाइरह बिस्कुट त्यो पनि त्यो बिस्कुट बाहेक अरू बिस्कुट खाँदैन हेर्नु ल यतिको चाहिँ चाहिन्छ यति त मेरो पुग्नु पनि छैन घरमा ल सही ल थ्याङ्क यू साउजी थ्याङ्क यू Cheers! पहिला हामी झोल टेस्ट गर्छौँ अलिक मिठो छ यति भइहाल्यो Cheers! स्वाद अझ एउटा खाना बार भयो भने अझै धेरै कुरा भन्न सकिन्छ तर साउजीले एउटा यतिको दिनुभएको थियो त्यस पनि माग्नै सकेन अब माग्यो भने झोलै खाएर बस्ने साउले सुने पनि नसुने जस्तो गर्नु हुँदैन I just think I need a little me time. I just think I need a little break from the shows and the bus rides. यति त चौतारी क्याफे जान्छौँ त्यहाँको फेमस कस्टर्ड बन खाएर तर साउजी आफ्नै पसलमा बिजी हुनुहुन्छ त्यही भएर हामी कुरै भयौँ अब निस्केन भने पसल बन्द नै हुन्छ है त्यो हाम्रो बिहार है बिहार बस्टुम्पा बिहारको ब्याक साइड अफ द बिल्डिङ यस्तो देख्छ त्यहाँ क्रिकेटको गेम भइरहेको रहेछ बत्ती बजिरहेछ कति पपुलेटेड यस्तो भिड छ बजार हो कि के भन्ने अब वाइल्ड भिड छ ल ए जुत्ता रहेछ जुत्ता आलुले यही जुत्ता किन्छ आलुलाई यही होलसेलमा यही जुत्ता चाहिरहेको थियो ओ प्याक हेर्नुहोस् तपाईँहरूलाई नन खेल चाहिँ के प्याक हुन्छ कि किर्तिपुरको बजार प्याक हुन्छ हाम्रो किर्तिपुर गेट गाइज हामी पुग्यो एलिस यहाँको क्रिस्पी चिकन फ्राइड बर्गर यस्तो छ अब खान्छौँ एभरेज पर्फर्मेन्स गाइस यो चाहिँ यहाँको कस्टर्ड बन तर हामी कोको बन छ अरे हामी खाना आएको चाहिँ कस्टर्ड बन अब सकिहाल्यो भोलि खाना आउँछौँ तर यो कोको बन पनि इट्स फिल विथ कोकोनटको स्टफहरू भित्र फिलिङ्स यो पनि मिठै छ यो चाहिँ सिनेमन रोल अनि दिस इज द फ्लेभर यु क्यान सी यो चाहिँ अरू कसैले खाइसके हो म अब सेकेन्ड बाइट चाहिँ लिएर देखाउँछु ल फ्लेभर आइरहेको स्ट्रङ फ्लेभर तर आइ एम नट बिग फ्यान अफ दिस काइन्ड अफ फ्लेभर नट माई टाइप बट इट्स नाइस
Thank you for watching my vlog till the end. See you guys in next one. Take care. Bye.